के तपाईँ सम्पूर्ण बाइबल बुझ्न चाहनुहुन्छ तर तपाईँलाई बाइबल बुझ्न गाह्रो भइरहेको छ? यदि तपाईँलाई यस्तो भइरहेको छ भने यो भिडियो तपाईँको लागि हो। अघिल्लो भिडियोमा मैले बाइबल बुझ्न किन गाह्रो हुन्छ भन्ने विषयमा यहाँलाई बताएको थिएँ भने आज चाहिँ म बाइबललाई कसरी बुझ्ने भन्ने विषयमा लिएर आउँदैछु। हामी यो भिडियोमा सुरुवातको परिचय हेर्नेछौँ भने पछि हामी गएर 16वटा कक्षाहरू लिनेछौँ जहाँ चाहिँ सम्पूर्ण बाइबललाई समस्त रूपमा कसरी हेर्ने र कसरी बुझ्ने भन्ने विषयमा म यहाँहरूलाई सिकाउनेछु। र यदि तपाईँले आफ्नो पास्टर, सहकर्मी, मित्र अथवा तपाईँका विश्वासी जनहरू, छर छिमेकीहरू कसैले बाइबलमा के छ र बाइबललाई कसरी बुझ्ने भन्ने कुराको विषयमा जानोस् भन्ने तपाईँको इच्छा छ भने पक्कै पनि तपाईँले यो भिडियो उहाँलाई सेयर गर्नुपर्छ र तपाईँले सम्पूर्ण 16वटा कक्षा यो सँगै गरेर 17वटा कक्षा चाहिँ तपाईँले हेर्नुपर्छ, लिनुपर्छ र तपाईँले चाहनुहुन्छ भने आफ्नो नोट डायरीमा पनि तपाईँले टिपेर राख्न सक्नुहुन्छ। म तपाईँलाई एउटा प्रश्नबाट सुरु गर्नेछु। तपाईँसँग बाइबल छ, यो बाइबलको क्षेत्रफल अर्थात् यो बाइबलको दायरा के हो? सरल भाषामा प्रश्न गर्नुपर्दा बाइबल कहाँबाट सुरु हुन्छ र कहाँ अन्त्य हुन्छ, अर्थात् के घटनाबाट सुरु हुन्छ र के घटनामा गएर अन्त्य हुन्छ। यदि तपाईँले उत्पत्ति 1को 1मा हेर्नुभयो भने यसरी लेखिएको छ, आदिमा परमेश्वरले आकाश मण्डल र पृथ्वी सृष्टि गर्नुभयो। यसको अर्थ चाहिँ परमेश्वरले आकाश र पृथ्वी सृष्टि गर्नुभएको घटनादेखि बाइबल सुरु हुन्छ भने यदि तपाईँले प्रकाशको 21को 1मा हेर्नुहुन्छ भने यसरी लेखिएको छ, तब मैले नयाँ आकाश र नयाँ पृथ्वी देखेँ किनकि पहिलो आकाश र पहिलो पृथ्वी बिति गएको थियो, समुद्र त अब छँदै थिएन। भनेपछि हामी यहाँ के देख्न सक्छौँ भने बाइबलको क्षेत्रफल चाहिँ, बाइबलको दायरा चाहिँ परमेश्वरले आकाश र पृथ्वी सृष्टि गर्नुभएको घटनादेखि सुरु भएर फेरि सम्पूर्ण नयाँ स्वर्ग र नयाँ पृथ्वी सृष्टि गर्नुभएको घटनामा आएर टुङ्गिदो रहेछ। भनेपछि हामीले यो बाइबलको क्षेत्रफल चाहिँ सृष्टिदेखि नयाँ सृष्टिसम्म भनेर बुझ्न सक्दो रहेछौँ। त्यसो हो भने सृष्टिदेखि नयाँ सृष्टिको बिचमा के भइरहेको छ त? हो, यो कुरा बुझ्नु चाहिँ हामीले समस्त बाइबललाई बुझ्नु हो र यही हामीले बुझ्न सक्यौँ भने हामीले सम्पूर्ण बाइबललाई ठिकसँग बुझ्न सक्छौँ। हामी समस्त बाइबललाई 16वटा महत्त्वपूर्ण अथवा मुख्य घटनाको रूपमा हामी विभाजन गर्नेछौँ र ती 16वटा मुख्य विषयहरूलाई हामी हाम्रो 16वटा कक्षाहरू पनि बनाउनेछौँ। हामीले अघि नै हेरेका थियौँ, सुरु चाहिँ के हो भन्दाखेरि सृष्टि हो। परमेश्वरले आकाशमण्डल अनि त्यहाँ भएका सबै बोट बिरुवाहरू अनि जलचरहरू, पशु पक्षीहरू र छैटौँ दिनमा मानिसलाई पनि उहाँले सृष्टि गर्नुभएदेखि लिएर सुरु हुन्छ। तर के हुन्छ भन्दाखेरि मानिसले चाहिँ परमेश्वरको आज्ञा मान्दैन, परमेश्वरले नगर्नु भनेको कुरा गर्छ र जसको कारणले गर्दा मानिसको के हुन्छ? पतन हुन्छ। भनेपछि पहिलो घटना के हो? सृष्टि। दोस्रो घटना के हो? पतन। मानिस पतन भयो, तर पनि परमेश्वरको मानिसको लागि एउटा योजना छ, त्यो चाहिँ उद्धारको योजना हो। अनि परमेश्वरले के गर्नुहुन्छ भने त्यो उद्धारको योजनामा ल्याउनको लागि अब्राहमलाई बोलाउनुहुन्छ र अब्राहमसँग प्रतिज्ञा गर्नुहुन्छ। यदि हामीले उत्पत्ति 12को 1, 2, 3लाई हेऱ्यौँ भने त्यहाँनिर के लेखिएको छ भन्दा, परमप्रभुले अब्राहमलाई भन्नुभयो, तेरो देश र तेरो कुटुम्ब तथा तेरो पिताका घरबाट निस्केर जुन देश म तँलाई देखाउँछु त्यहाँ जा, म तँबाट एउटा ठुलो जाति खडा गर्नेछु र तँलाई आशिष दिनेछु र तेरो नाउँ प्रसिद्ध गराउनेछु र तँ आशिषको मूल हुनेछस्। तँलाई आशिष दिनेहरूलाई म आशिष दिनेछु र तँलाई श्राप दिनेहरूलाई श्राप दिनेछु, तँद्वारा नै पृथ्वीका सबै कुलले आशिष पाउनेछन्। त्यसैले गर्दा पतन भएको अर्थात् बिग्रिएको संसारमा फेरि आशा ल्याउनको लागि परमेश्वरले अब्राहमलाई प्रतिज्ञा गर्नुभयो, उसँग करार बाँध्नुभयो। तर के भयो भने अब्राहमका सन्तानहरू, अब्राहमका छोराछोरीहरू उनीहरू चाहिँ मिस्र देशमा चाहिँ गए। प्रतिज्ञाको देश कनानबाट उनीहरू मिस्र देशमा गए र उनीहरू चाहिँ
त्यस देशमा 400 वर्ष दासको रूपमा रहे। तर परमेश्वरले आफ्नो दास मोसालाई पठाउनु भएर 430 वर्ष पुगेकै दिन उनीहरू चाहिँ मिस्र देशबाट निक्लेर कनान देशको यात्रामा हिँडे। परमप्रभुका दास मोसाले उनीहरूलाई मिस्र देशबाट लिएर आउँदै गर्दा सिनै पर्वतमा परमेश्वरले तिनीहरूलाई व्यवस्था दिनुभयो। अब उनीहरू त्यो व्यवस्था पाएर परमेश्वरसँगको सम्बन्धमा रहेर, परमेश्वरको आज्ञामा रहेर, परमेश्वरले देखाउनु भएको बाटोमा रहेर उनीहरू चाहिँ परमेश्वरले दिनुहुने देश अर्थात् कनान देश, दुध र मह बग्ने देश, प्रतिज्ञाको देशमा जिउनु पर्दथ्यो। जुन कुरा परमेश्वरले अब्राहमलाई प्रतिज्ञा गर्नुभएको थियो त्यो देश दिनको लागि र त्यो देशमा जिउने शिक्षा दिनको लागि परमेश्वरले उनीहरूलाई सिनै पर्वतमा मोसाद्वारा व्यवस्था दिनुभयो। र त्यसपछि उनीहरू व्यवस्था पाइसकेपछि परमेश्वरले आफ्नो दास यहोशुबाट उसको माध्यमबाट उनीहरूलाई चाहिँ कनान देशमा लिएर जानुभयो। र जब उनीहरू कनान देशमा रहे अनि त्यो कनान देशमा जाने पहिलो पुस्ताहरू सम्पूर्ण मरे, त्यसपछि यहोशु र उनका सबै सहकर्मीहरू पनि मरे। त्यसपछि तिनीहरूले फेरि परमेश्वरको व्यवस्थालाई बिर्सेर फेरि उनीहरू चाहिँ संसारतिर लागे। तर उनीहरूलाई जब अन्य जातिहरूले चाहिँ थिचोमिचो गर्थे, अन्य जातिहरूले सताउँथे, त्यतिखेर परमेश्वरले चाहिँ के गर्नुभयो भन्दाखेरि चाहिँ आफ्नो न्यायकर्ताहरू पठाएर चाहिँ तिनीहरूलाई बचाउनुहुन्थ्यो। तपाईँले हुन्छ नि दबोरा, सिमसोन अनि गिदोन, यस्ता विभिन्न न्यायकर्ताहरू आएर इस्राएलीहरूलाई बचाउँथे। त्यो समयमा समुएल न्यायकर्ता पनि अर्थात् समुएल अगमवक्ता पनि त्यहाँ आए र मानिसहरूले समुएल अगमवक्तासँग चाहिँ के गरे भन्दाखेरि राजाको माग गरे। अनि परमेश्वरले साउल राजालाई त्यहाँनिर दिनुभयो। सामुएलले साउल राजालाई अभिषेक गरे अनि साउलले चाहिँ परमेश्वरको मानिसहरूलाई राज्य गरे। तर तिनी परमेश्वरसँग ठिकसँग लागेनन्, जसको कारणले गर्दा परमेश्वरले के गर्नुभयो भन्दाखेरि उनीबाट राजगद्दी खोसेर दाउद राजालाई दिनुभयो। पछि हामी त्यो सम्पूर्ण इजरायल चाहिँ दुई भागमा विभाजन भएको, उत्तरी राज्य इजरायल र दक्षिणी राज्य यहुदामा विभाजन भएको घटना पनि हामी पछि हेर्न सक्छौँ। अनि राजाहरूले पनि कतिजना चाहिँ ठिक भए, असल भए भने कति चाहिँ उनीहरूले परमेश्वरको आज्ञाहरू मानेनन्, परमेश्वरले देखाउनु भएको बाटोमा उनीहरू हिँडेनन्, परमेश्वरको व्यवस्थालाई त्यागे, परमेश्वरले जे गर्नु भनेर भन्नुभएको थियो त्यो कुरा उनीहरूले मानेनन् र उनीहरू चाहिँ मूर्ति पूजामा, व्यभिचारमा, बहुविवाहमा अनि संसारका अरू देवी देवतालाई पूजा गर्ने कुराहरूको पछि लागे। त्यसपछि परमेश्वरले तिनीहरूलाई हप्काउनको लागि अगमवक्ताहरू पठाउनु भयो, तर उनीहरूले अगमवक्ताको कुरा पनि सुनेनन्। त्यसपछि परमेश्वरले तिनीहरूलाई के गर्नुभयो भन्दाखेरि चाहिँ ती अगमवक्ताहरूले भने अनुसार अगमवक्ताहरूले चाहिँ परमेश्वरको आज्ञा नमान्दा तिमीहरू निर्वासनमा जानुपर्नेछ, तिमीहरूलाई महामारीले सताउनेछ, तिमीहरूलाई चाहिँ अरू देशका मानिसहरूले आएर कुट्नेछन्, पिट्नेछन्, मार्नेछन् र निर्वासनमा लानेछन् भनेर भनिदिएको अनुसार, उनीहरूले अगमबाडी गरेको अनुसार र परमेश्वरका जनहरूले तिनीहरूलाई दिएको चेतावनी अनुसार परमेश्वरले तिनीहरूलाई चाहिँ के गर्नुभयो भने निर्वासनमा पठाइदिनु भयो। इजरायललाई असुरीहरूले निर्वासनमा लगे र यहुदीहरूलाई, यहुदा राज्यलाई चाहिँ बेबिलोनीहरूले चाहिँ निर्वासनमा लगे। तर परमेश्वरले तिनीहरूलाई प्रतिज्ञाको जस्तै, परमेश्वरले अगमवक्ताद्वारा उनीहरूलाई प्रतिज्ञा गर्नुभयो जस्तै फेरि निर्वासनबाट तिनीहरूलाई चाहिँ फर्काउनु भयो र तिनीहरूलाई चाहिँ परमेश्वरले आफूले प्रतिज्ञा गरेको देशमा 70 वर्षपछि फर्काएर ल्याउनु भयो। तर 400 वर्षसम्म परमेश्वर तिनीहरूसँग फेरि कुनै पनि प्रकाशद्वारा बोल्नु भएन, कुनै पनि मानिसहरूद्वारा परमेश्वर तिनीहरूसँग बोल्नु भएन। तर 400 वर्षको अन्त्यमा चाहिँ बप्तिस्मा दिने यूहन्नालाई परमेश्वरले पठाउनु भयो र बप्तिस्मा दिने यूहन्नाले चाहिँ येशू ख्रीष्टको लागि मार्ग खोलिदिए, अर्थात् येशू ख्रीष्टको लागि बाटो तयार गरे र येशू ख्रीष्ट आउनुभयो। अनि त्यसपछि येशू ख्रीष्टको जीवनी देख्छौँ, उहाँको जन्म, उहाँले गर्नुभएको असल कामहरू, उहाँले मुर्दाहरूलाई जीवित बनाउनु भएको, त्यसपछि रोगी बिमारलाई निको पार्नुभएको महान र असल कार्यहरू हामी देख्छौँ। त्यसपछि हामी के देख्छौँ भन्दाखेरि येशू ख्रीष्टको मृत्यु, हाम्रो पापको लागि हाम्रो बलिदान उहाँ चाहिँ हुनुभयो, हाम्रो पापको बलिदान उहाँ हुनुभयो। तपाईँ र मेरो पापको लागि उहाँ क्रुसमा सधैँको लागि एकपटक अनन्त बलिदानको रूपमा उहाँ बलिदान हुनुभयो। र त्यसपछि तेस्रो दिनमा उहाँ फेरि जीवित भएर उठ्नुभयो र उहाँ 40 दिनपछि स्वर्ग लाग्नुभयो।
तर उहाँले एउटा प्रतिज्ञा गर्नुभएको थियो, म तिमीहरूको माझमा पवित्र आत्मा पठाउँछु। र त्यो पेन्तिकोसको दिनमा चाहिँ पवित्र आत्मा चेलाहरूको माझमा आउनुभयो र त्यहाँदेखि मण्डली फैलिँदै गयो र मानिसहरूले ख्रिस्टको प्रचार गरे, परमेश्वरको वचन सुने, ख्रिस्टको वचन सुने र मण्डलीको वृद्धि हुँदै 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 सुसमाचार तपाईँ र मेरो जीवनसम्म आइपुग्यो। तर अझै हामीलाई एउटा कुरा बाँकी छ, त्यो चाहिँ के हो भने येशू ख्रिस्ट फेरि आउनुहुन्छ। त्यो जो येशूले प्रतिज्ञा गर्नुभएको थियो त्यही अनुसार उहाँ फेरि आउनुहुन्छ र जब उहाँ आउनुहुन्छ त्यसपछि उहाँले नयाँ स्वर्ग र नयाँ पृथ्वी फेरि तपाईँ र मेरो निम्ति सृष्टि गर्नुहुनेछ र हामी अनन्तको लागि उहाँसँग रहनेछौँ। त्यस कारण गर्दा सम्पूर्ण बाइबल चाहिँ जुन अहिले मैले तपाईँहरूलाई बताएँ, यसरी चाहिँ सम्पूर्ण बाइबलको कथालाई हामीले सृष्टिदेखि नयाँ सृष्टिसम्म हेर्न सक्छौँ। प्रियजनहरू, यदि तपाईँहरू चाहिँ यो कक्षालाई सम्पूर्ण रूपमा हेर्न चाहनुहुन्छ भने तपाईँले यो भिडियोलाई सेभ गरेर राख्नुहोला अनि आफ्नो साथीहरूलाई पनि पठाउनुहोला। अब हामी यो अहिले जति कुराहरू मैले बताएको छु र तपाईँहरूको माझमा मैले देखाएको यो ठुलो चित्र अर्थात् परमेश्वरको ठुलो चित्र, हामी यसलाई अङ्ग्रेजीमा गड्स बिग पिक्चर भन्छौँ, यसको बारेमा हामीले सम्पूर्ण रूपमा ठुल्ठुला घटनाहरूलाई एक एक गर्दै 16वटा कक्षाहरूमा हेर्नेछौँ र म तपाईँलाई त्यो कक्षाको समयमा कुनै नयाँ कुराहरू कुराहरू बताउन पनि सक्छु र तपाईँहरूलाई मैले धेरै डिटेलहरू पनि दिन सक्छु। बिचमा एक्स्ट्रा क्लासहरू पनि हुनसक्छ। यदि ती सबै कुराहरू तपाईँ सुन्न चाहनुहुन्छ, जान्न चाहनुहुन्छ भने तपाईँ चाहिँ यो भिडियोहरूलाई लाइक गर्नुहोला अनि फलो पनि गर्नुहोला र साथीहरूलाई सेयर पनि गरिदिनु होला। हस्, जय मसीह। र केही प्रश्नहरू छन् भने तपाईँहरू मलाई टेक्स्ट गर्न सक्नुहुन्छ, डाइरेक्टली इनबक्स पनि गर्न सक्नुहुन्छ। जय मसीह।